पास्ताको लागि बनाएको रेसिपी। यहाँ चाहिँ यो एकदम अर्ग्यानिक घिउमा यसरी प्योर घिउमा कुखुराको पास्ता बनाउन गइरहेको छु। यहाँ चाहिँ घिउमा यो प्याजहरू यिनीहरू भुटिरहेको छ। पछि यहाँ चाहिँ टमाटर रेडी भइरहेको छ। यहाँ पास्ता बोइल गरेर रेडी भइसक्यो। पास्ता बोइल गरेर रेडी अवस्थामा छ। सबैलाई म फ्राई गर्न जाँदैछु। यसमा मिसाउनको लागि बोडी र रायोको साग तयार गरिएको छ। यो रायोको साग तयार हुँदैछ। यसमा मिसाउनको लागि यसमा मैले पहिला टमाटर गलाउनको लागि टमाटर हालेर पकाउँदैछु। आगो एकदम मिडियम फ्लेममा छ। सानो फ्लेममा यसरी 5 चम्चा लिएर यसरी चलाएर पुरै घिउ हो, तेल होइन, घिउमा हो, यो अर्ग्यानिक भइसक्यो। केही समयपछि फेरि टमाटर पाकिसकेपछि फेरि मैले यसलाई साग र बोडीलाई हेरिने गर्दछु। त्यसलाई चाहिँ हल्का फ्राई गर्नुपर्छ। हल्का फ्राई गरिसकेपछि अनि हामीले बल्ल पास्ता राख्छौँ। उता यसलाई फ्राई गर्नु हुँदैछ। हल्का चलाएर फ्राई गर्दैछु। यो पाकिसकेपछि अब यसमा मैले स्वादअनुसार बेसार, पछि स्वादअनुसार नुन, तपाईँलाई आफ्नो कति चाहिन्छ त्यति राख्नु होला। त्यसपछि मैले यहाँ थोरै गरम मसला थोरै राखेको छु। त्यति धेरै मसला मन नपर्ने भएको भएर गरम मसला थोरै राखेको छु। तपाईँले आफ्नो स्वादअनुसार राखेको छु। त्यसपछि हामी यसलाई मजाले मिक्स गरेको छु। केही समय बादमा दिन्छ। सानो आगो एकदम सानो फ्लेममा, आगो सानो छ, एकदम सानो फ्लेममा पुऱ्याइरहेको छु। यो भयो बोइल गरेर राखेको पास्ता। अब यसलाई म मिक्स गर्न जाँदैछु। यसलाई म बिस्तारै चलाउँछु। बिस्तारै चलाउनु होला। यसरी चलाइसकेपछि पास्ता र त्यो चाहिँ मिक्स भइरहेको छ। मजाले मिक्स गर्नु होला। लगभग पाकिसक्यो भनेपछि अब यसमा मैले धेरै सप गरेर राखेको काँचो मिसाउनु गइरहेको छु। यताको थोरै सुकुटी छ, पकाएर राखेको यसलाई मैले मिक्स गर्छु। यसरी पाकिसक्यो भनेपछि यसलाई मिक्स गर्नु होला। नभएदेखि केही हुँदैन। अब मिक्स भइसकेको छ। यताखेरि पनि एकदम लुकिङ धेरै यम्मी देखिएछ। अब हामीले यसलाई हल्का धनियाँ रहन्छ आधा मसमा, त्यससँग धनियाँ होला, धनियाँ काटेर त्यसमा माथिबाट राखेर हल्का सक्नुहुन्छ।